नमस्ते अनेगा सिम्निका राबुन फेरि आज म तपाईलाई यो हाम्रो 8 च्याप्टरमा रहेको ग्रामर फेरि लिएर उपस्थित भइसकेको छु। भिडियोले अन्तसम्म हेरेर साथ सपोर्ट गर्नु होला र लाइक कमेन्ट पनि गर्न नबिर्सनु होला र लाइक पनि गरिदिनु होला। च्यानलमा सब्स्क्राइब पनि गर्नु होला। सब्स्क्राइब गरेर जोड्नु होला ताकि भिडियो अपलोड गर्ने बित्तिकै भिडियो तपाईहरुको माझमा पुगोस्। र बीएसटी प्लस सीधा र उसिधा भनेको इसिनु अथवा नु होस् क्या। जस्तै हाम्रो इसिनु जस्तै खाइसिनु बसिसिनु गइसिनु भन्ने खालको हुन्छ नि। इसिनु भन्ने के नेपालमा बोल्छ नि ठकुरीहरूले भाषा हो त्यस्तो भाषा है। यो चाहिँ एकदम उच्च आधारथी भाषा है। फेरि यो कस्तो भन्दाखेरि एकदम नोफिमल है। नोफिमल है। राम्रो चाहिँ अब जस्तै यो सीधा उसिधा भनेको के हो त भन्दाखेरि कसैलाई धेरै सम्मान गरेर बोल्नु पर्दा उच्च आदरार्थी क्रियाको प्रयोग गरिन्छ अरे। जस्तै अब कसैले धेरै नै सम्मान गरेर बोल्दाखेरि क्या है त्यसैले एकदम सम्मान गर्नु पर्दाखेरि जस्तै आमा बुबा भयो सन्सङनिम भए फान्जाङनिम साजाङनिमहरु भए हो उहाँले चाहिँ कुनै पनि जस्तै कसैले धेरै सम्मान गरेर बोल्नु पर्दा क्रियामा चाहिँ के लगाउने त अब फेरि जस्तै अब मान्दुल्लाबाट के गराउने जस्तै बनाउनु हो भन्दाखेरि मान्दु सिम्निदा है बनाइसिनु। अब यो मान्दुल्लाबाट के भयो त मान्दु सिम्निदा भयो नि हो। यसरी यानी कि क्रियामा के गर्ने त सीधा उसिधा जोडेर अन्य ग्रामरहरु प्लस गर्ने भनेको है। राम्रो चाहिँ कुनै क्रियाको रूप नै परिवर्तन गरेर उच्च आदरार्थी क्रिया बनाइन्छ। जस्तै कुनै क्रियाको के छ त रूप नै परिवर्तन पुरै गरिन्छ के। जस्तै हाम्रो छादा भनेको के हो? छादा भनेको के हो? सुत्नु हो। र यसको उच्च आदरार्थी के हो त? उच्च आदरार्थीमा के हो त? छुमु सिधा हो नि हो। यानी कि यसको के छ त रूप नै परिवर्तन गरेको छ क्या। पुरै एकदम परिवर्तन गरेको छ। तर यो मान्दुल्लाबाट के गर्यो त मान्दु सिम्निदा भयो क्या। मान्दु शब्द राखेर र यो के छ अब्वा छ र अब्बाले हटाएर अनि सिम्निदा गरा के रे सीधा उसिधाबाट सी थपियो सीधा थपियो सीधाबाट के गर्यो फेरि द हटाइयो द हटाएर फेरि बनिदा प्लस गरियो मान्दु सिम्निदा भयो है। र यहाँ चाहिँ छादाको के भयो त फेरि छुमु सिधा। यहाँ के भनेछ कुनै क्रियाको रूप नै परिवर्तन पुरै यानी कुनै क्रियाको रूप नै परिवर्तन गरेर क्या पुरै रूप नै परिवर्तन गरेर उच्चार्थी क्रिया बनाइन्छ। जस्तै भयो मक्ताको के हुन्छ छाप्सु सिधा। मक्ता भनेको खानु छाप्सु सिधा भनेको यो पनि खानु है। यो चाहिँ उच्चार्थीमा भयो। इत्ता भनेको के हो हुनु अथवा बस्नु रहनु है। खेसिदा भनेको यो पनि बस्नु रहनु भयो। अब जस्तै सेङ्गिल भनेको के हो सेङ्गिल भनेको जन्म दिनु। सेङ्गिलको फेरि अब के हुन्छ त उच्चार्थीमा फेरि सेङ्गिलको के हुन्छ सेङसिन हुन्छ। सेङसिन हुन्छ नि हो। जस्तै इरुमको के हुन्छ इरुम भनेको के हो फेरि इरुमको के हुन्छ फेरि इरुमको फेरि सङहाङ हुन्छ। सङहाङ भनेको के हो त शुभ नाम हो है। जस्तै छिपको के हुन्छ फेरि छिपको के हुन्छ छुथेक हुन्छ। छुथेक हुन्छ नि है हो। छिपको छुथेक हुन्छ। राम्रो चाहिँ नाईको के हुन्छ त नाईको के हुन्छ यन्से हुन्छ नि उच्च आदरार्थीमा यन्से है यन्जे भयो यन्से हुन्छ है हो। यो हाम्रो के हो त उच्च आदरार्थी हो है। राम्रो जस्तै कुनै क्रियाले के गरिन्छ तब जस्तै मान्दुल्ला हामी मान्दुल्लाबाट मान्दु सिम्का बनाइदियो नि कुनै भर्बहरुमा पनि सीधा उसिधा जोडिन्छ है। भर्बहरुमा कुनै कामहरुमा पनि सी उसी चाहिँ जोडेर त्यसलाई उच्च आदरार्थी बनाउन सकिन्छ है। जस्तै कुनै पनि क्रियामा सीधा उसिधा ग्रामर लगाइयो भने उच्च आदरार्थी बनाउँछ। उच्च आदरार्थी बनाउँछ है। यस्तै अमनी केसा भनेको के त अमनी केसा भनेको आमाले चाहिँ यौरी रुल हासिमनिदा भनेको आमाले चाहिँ यौरी रुल हासिमनिदा भनेको खाना बनाइसिनु हुन्छ। आमाले के गर्नुहुन्छ खाना बनाइसिनु हुन्छ। अब यो हादा भनेको हादाबाट के गर्यो त यौरी रुल हादा भनेको खाना पकाउने हो नि हो। अब यहाँ चाहिँ सीधा उसिधा ग्रामर जोडेर के गर्यो त उच्च आदरार्थी बनाइयो। र यो केसा के हुन्छ नि हो। केसा के को अगाडि के आउनु पर्छ के को जस्तै कि यो के भनेको त यो पनि उच्च आदरार्थीमा हो नि के को। अब यो के को ठाउँमा हामीले के गरिन्छ अर्को सामान्य रूपमा प्रयोग गर्ने भने रुलको प्रयोग गरिन्छ नि हाम्रो हो। रुलको उच्चार्थी चाहिँ के हुन्छ
है र हाम्रो इगाको आधार्थी के हुन्छ फेरि इगाको आधार्थी फेरि के हुन्छ केसा हुन्छ है र यहाँ चाहिँ आमाले चाहिँ खाना बनाइसिनुहुन्छ र अबजी केसा भनेको के त बुबाले चाहिँ मेइर उन्दङ्गुल हाप्सिदा रे यानि कि बुबाले चाहिँ दिनकै व्यायाम गरिसिनुहुन्छ अरे बुबाले के गर्नुहुन्छ त दिनकै व्यायाम गरिसिनुहुन्छ है यहाँ चाहिँ उन्दङ्गुल हाप्सिदा उन्दङ्गुल हेबाट के गरायो त हाप्सिदा गराइयो अब हाम्रो चाहिँ अर्को ग्रामर रहेको छ जुन यो VST प्लस गो VST प्लस गोलाई यस्तो हो क्या यो चाहिँ सिम्पल रूपमा हामीलाई कसरी बुझ्ने भन्दाखेरि VST प्लस गो भनेको अर्थ चाहिँ पहिले बुझ्ने र एरा है र चाहिँ खुरीको जस्तै हो ग्रामर यो त खुरीको जस्तै भन्ने बुझ्ने र यो दुईवटा वाक्य जोड्छ दुईवटा वाक्य जोड्छ क्वालिटी भर्बमा लाग्छ त्यति बेला र अर्थ दिन्छ र अर्को के छ त भन्दाखेरि जस्तै सवारी साधन परिवर्तन है यानी कि सवारी साधन जस्तै खादा भयो है अनि त्यसै चाहिँ कपडा लगाउने कुरामा इप्ता भयो थादा इप्ता त्यसै चाहिँ सिन्दा भयो है यो सिन्दामा गो लाग्छ है र हाम्रो चाहिँ अब अर्को कुरा के बुझ्ने चाहिँ अब यो चाहिँ गो भनेको एउटा खुरीको जस्तै हो है यो चाहिँ के गर्छ त दुईवटा फरक समयमा दुईवटा चाहिँ फरक समयमा भएका कार्यहरू जोड्ने काम गर्छ है यो चाहिँ काम सम्बन्धित हुँदैन है काम सम्बन्धित हुँदैन है हामी चाहिँ यो त हेरौँ एउटा काम पूर्ण रूपमा सकिएर अर्को काम गर्दाखेरि प्रयोग गरिन्छ है एउटा काम चाहिँ जस्तै छनुन सिजाङे खागो उम्सिगुल मक्सिमले म चाहिँ बजार गएर भात यानि कि उम्सिगुल भनेको खाना खान्छु अथवा भात खान्छु रे बजार जान्छु अनि भात खान्छु भनेको क्या पहिला बजार जाने हो त्यसपछि भात खाने हो भनेको है र हामी चाहिँ जस्तै छनुन सिक्ताङे खासा फाबुल मक्सिमले यानि कि खासा यानि कि त्यति बेला फेरि असहज लाग्छ है जस्तै अब रेस्टुरेन्टमै गएर खाना खानु सम्बन्धित ठाउँसँग सम्बन्धित कार्य छ क्या त्यति बेला असहज लाग्छ यति भाषा मिल्न जाउँ अहिले त्यो पछि बुझ्दै गरौँला है र हामी चाहिँ अहिले के बुझ्न पर्यो दुईवटा चाहिँ सम्बन्ध नभएका एक आपसमा चाहिँ कुनै पनि सम्बन्ध नभएको वाक्यहरू जोड्ने काम गर्छ दुईवटा चाहिँ फरक समयमा भएका कार्यहरू चाहिँ जोड्ने काम गर्छ कुरा एउटै हो है चाहिँ दुईवटा कामको क्रम देखाउनु पर्दा चाहिँ एरा है जस्तै दुईवटा काम जस्तै अब यसपछि यो गर्छु भन्ने के जस्तै कि बजार गएर के गर्छु त खाना खान्छु कर्म हो नि त कामको यो कर्मिक रूपमा चाहिँ एरा भन्ने खालको बजार गएर खाना खान्छु र VST प्लस गो दुईवटा क्वालिटी भर्बको बीचमा आएमा र भन्ने हुन्छ है र दुईवटा क्वालिटी भर्बको बीचमा आयो भने के हुन्छ र भन्ने अर्थ हुन्छ र रोगहरूमा पनि VST प्लस गो को प्रयोग गरिन्छ है रोगहरू जस्तै दुईवटा बढी लक्षणहरू चाहिँ रोगको जोड्नको लागि चाहिँ गो को प्रयोग गरिन्छ त्यसै चाहिँ गाडी चढ्ने कुरामा अनि लुगा लगाउने कुरामा जुत्ता चप्पल लगाउने कुरामा गो को प्रयोग गरिन्छ यहाँ मैले के भन्छ थादा इप्ता र सिन्दा भने नि हो त्यही कुरा हो र हाम्रो चाहिँ जस्तै अब हाम्रो दुईवटा चाहिँ जस्तै खाम्गी खल्यासा खिचिमुल हेस्सयमा चाहिँ असहज लाग्छ खाम्गी खल्यासा खिचिमुल हेस्सय हो है र सोगी आन छोआसा सरसरुल हेस्सय हो है पेट चाहिँ नराम्रो भएर के गर्यो त सरसरुल हेस्सय भनेको त पखाल्न लाग्यो है अब हामी चाहिँ उदाहरणमा हेरौँ जस्तै थोइगुन हागो भनेको के हो त ड्युटीबाट छुट्टिएर छिङ्गुरुल मन्नाम्निदा भनेको साथीलाई भेट्छु पहिला ड्युटीबाट छुट्छु अनि के छ त साथीले भेट्छु क्या यो गोको अर्थ के हुन्छ र अनि पनि हुन्छ है र अनि हुन्छ त्यसको चाहिँ एरा भन्ने हुन्छ साथीलाई के अरे कामबाट छुट्छु अनि साथीले भेट्छु अथवा कामबाट छुटेर साथीलाई भेट्छु है कामबाट के गर्छु त छुटेर साथीले भेट्छु यहाँ चाहिँ गोको अर्थ के भयो त एरा है अथवा अनि भने पनि हुन्छ के कामबाट छुट्छु अनि साथीलाई भेट्छु
थोङ्न्युदुल छिन्छल आगो छाखेयो भनेको शाकाहारीमीहरू चाहिँ छिन्छल आधा भनेको दयालु हुनु छिन्छल आधा भनेको त छिन्जार आधा भनेको के हो दयालु हुनु है दयालु हुनु यो यो के हो त क्वालिटी वर्ब हो नि हो क्वालिटी वर्ब र छिन्छर आगो भनेको दयालु र छाखेयो भनेको राम्रो हुन्छ शाकाहारीमा चाहिँ के छ त दयालु र छाखेयो भनेको राम्रो हुनु पनि के त क्वालिटी वर्ब हो यानि कि यो चाहिँ दुईवटा जोडी यहाँ चाहिँ के अर्थ भयो त यसको अर्थ के भयो र भयो है अब हाम्रो अर्को छ नानुन भनेको म चाहिँ छेगुल इक्को भनेको म चाहिँ किताब पढेर थोङसेङुन भनेको भाइ बहिनी चाहिँ टेलिभिजनल फोगो सुनिदा भनेको म चाहिँ किताब पढिरहेको छु र यानि कि अब अर्को अनि भाइ बहिनीहरू चाहिँ के गरेछन् त टिभी हेरिरहेको छन् म किताब पढिरहेको छु अनि भाइ बहिनीहरू के छन् त टिभी टिभी हेरिरहेको छन् है राम्रो जस्तै यसलाई फेरि जस्तै यसलाई अर्को हो जस्तै थोइगुन 함니다 퇴근합니다 그리고 친구를 만납니다 है दुईटैबाट छोड्छु अनि साथीलाई भेट्छु खुरीको भनेको अर्थ पनि के हुन्छ त एरा अनि है एरा अनि यो चाहिँ के छ गो जस्तै परेको हुन्छ क्या खुराथाबाट के गरियो त खुराथाबाट खुरीको आयो क्या अब यसलाई नै बाहन जस्तै यो त अब क्वालिटी भए पनि भयो जस्तै म चाहिँ छनुन के नानुन छेगुल 익습니다 खुरीको थोङसेङुन टेलिभिजनमा फोगो 있습니다 म चाहिँ किताब पढिरहेको छु अनि भाइ बहिनीहरू चाहिँ के छन् त टिभी हेरिरहेका छन् फसुरु थागो सिजाङे खामिदा थागोसँग के लाग्यो गो लाग्यो है फसुरु थागो सिजाङे खामिदा बस चढेर बजार जान्छु गाडी चढ्ने कुरामा के लाग्छ त हो गाडी चढ्ने कुरामा के लाग्छ गो लाग्छ ल हामी त अब गोको बारेमा यति जानौँ र पछि पनि यो गोको बारेमा हामी चाहिँ पढाउला र हामी चाहिँ जस्तै गोको र हाम्रो चाहिँ असासाको बारेमा हामीले लगभग धेरै कुरा जान्नुपर्छ त्यो हामी चाहिँ पछि अझै योभन्दा विस्तृत रूपमा अझै बुझ्नुपर्छ हामी र त्यसमा हामी चाहिँ क्वेसनहरू गर्दाखेरि अझै राम्रोसँग बुझिन्छ अहिले चाहिँ तपाईँले चाहिँ यति यसको बारेमा चाहिँ लेखेर नोट बनाउनुहोस् यतिमा पनि लगभग पुग्ने खालको छ क्या पुग्ने खालको लगभग छ यति गर्नु खाजा